एकदमै नेपाली भनौँ कि नेवारी खानाको लागि जाँदैछौँ। यो थकाली मुस्ताङ थकाली रेस्टुरेन्ट चाहिँ विधान मार्केटको अपोजिटमा पर्दो रहेछ। भित्रको रेस्टुरेन्ट भित्रको एम्बियन्स एकदम राम्रो, दृश्य पनि एकदम राम्रो, बाहिर विधान मार्केटको भिडभाड पनि देखिने, माथि 4th फ्लोर चौथो फ्लोर भएकोले गर्दाखेरि दृश्य पनि एकदमै राम्रो देखिने। मेनुको चोइस पनि एकदमै राम्रो लाग्यो मलाई। I like the choice taste of the खानाहरू मेन्यु। यहाँको फापरको ढेँडो एकदमै प्रसिद्ध रहेछ र हामीले एकजनाले फापरको ढेँडो खाने विचार गर्यौं। अनि एकजनाले चाहिँ राइस थाली। यहाँको ढेँडो चाहिँ हाइली रेकमेन्डेड है। छोइलामा चाहिँ साह्रै कमी भयो मासु जस्तो लाग्यो मलाई। अनि एन्डमा म चाहिँ 8 आउट अफ 10 ग्रेड गर्दछु यो रेस्टुरेन्टको।